अस्ट्रेलिया आउनुभन्दा अगाडि यो कुरा चाहिँ मलाई किन थाहा भएन, यो कुरा चाहिँ कसैले मलाई किन भनेन जस्तो हजुरलाई त्यो लागेको थियो कि नै कमेन्ट गरौँ ल। अफकोर्स लागेको थियो नि होइन। अनि त्यो कुराहरू चाहिँ म यहाँ गर्न गइरहेको छु के कुराहरू थियो जुन चाहिँ मलाई किन थाहा भएन या फेरि मैले किन गरेन होला भन्ने कुरा इट माइट बी हेल्पफुल के होइन। अनि त्यस पछाडि यसको बारेमा त मलाई थाहा नै थिएन भन्नुभन्दा पनि केही कुरा थाहा पायो भने त इट्स बेटर नि त, वाइ नट। सो मैले चाहिँ आफ्नो एक्सपिरियन्सहरू सेयर। हेलो गाइज, इट्स मी दिपा एन्ड इट्स बिन almost 2.5 years, I think almost 2.5 years already I'm been here Australia. अनि त्यस पछाडि अस्ट्रेलिया आउनुभन्दा अगाडि चाहिँ मैले थाहा नपाएको कुराहरू जुन चाहिँ एउटा मिसकन्सेप्सन हुन्छ नि त्यो पनि थियो। अनि प्लस यहाँ आए पछाडि चाहिँ रियालिटी चेक भएको कुरा चाहिँ म गर्न गइरहेको छु। फर्स्ट थिङ्स भनेको चाहिँ यु सुड ह्याभ नेपालिज ड्राइभिङ लाइसेन्स। यो चाहिँ सबैले भनेको सुन्नुभयो होला होइन, नेपालमा चाहिँ ड्राइभिङ को लाइसेन्स निकालेर आउनुपर्छ भनेर चाहिँ सबैले सुन्नुभयो होला। अनफर्चुनेटली त्यो मसँग छैन। यस, त्यो मसँग छैन। मलाई थाहा थियो ड्राइभिङ लाइसेन्स हुनुपर्छ भनेर, तर कस्तो भयो सिचुएसन, मैले त्यति बेला त्यो ड्राइभिङको मैले क्लास गएर बुझेको नि मैले लाइसेन्स निकाल्न भ्याएन है। अनि त्यो चाहिँ एकदम इफेक्टिभ, त्यो मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ ड्राइभिङ लाइसेन्स पनि हो। अनि सेकेन्ड इम्पोर्टेन्ट थिङ्स चाहिँ मलाई चाहिँ कसैले भन्दै भनेन कि त्यो भाँडा कुडा चम्चा प्लेट यति धेरै बोकेर आउनुपर्छ जस्तो लाग्यो होइन। अनि मैले चाहिँ चम्चा प्लेट अनेक थरी भाँडाकुँडा बोकेर आएँ कि, तर खासमा तपाईँलाई एउटा कुकर भए मात्रै पुग्छ कि। एउटा कुकर ल्याए चाहिँ अब जुन हामीले यहाँ किन्न पाइँदैन त्यो मात्र, एउटा कुकर मात्रै बोकेर आयो हुन्छ। अरू चाहिँ सबै सामान यहीँ पाउँछ। चम्चा $1 को प्लेटहरू पाउँछ होइन। त्यो नेपालमा किने पनि 100 रुपियाँ पर्छ कि, एउटा प्लेट किन्दा 100 रुपियाँ पर्छ नि। यहाँ पनि दामी प्लेट $1 मा पाइरहेको हुन्छ कि के मार्टमा होइन। के मार्ट भन्ने ठाउँ छ त्यहाँ चाहिँ एकदम सस्तो सामान पाउँछ। अझै कति त सेलमा पनि पाइरहनु भएको हुन्छ। सो डोन्ट वेस्ट योर मनी। अनि त्यस पछाडि लगेजमा चाहिँ यति धेरै सामान त्यो बोक्नै नसक्ने गरी भयभरको भाँडाकुँडा बोकेर आउनु चाहिँ आवश्यकता नै छैन कि, केही आवश्यकता छैन। एउटा कुकर ल्याए हुन्छ। अनि त्यस पछाडि अब यहाँ नपर्ने चरेसको थालहरू हुन्छ नि, एन्टिक पिसहरू, त्यो अब राम्रो सामानहरू